मैले उसलाई फर्स्ट टाइम भेट्दाखेरि हामी बसन्तपुरमा हो ब्रो त्यो त्यतिखेर उसले मलाई सुनाएको थियो होइन गीतहरू भेट्ने बित्तिकै बहिनीहरू उहरू होइन ल मलाई त एकदमै मन परेको अनि त्यतिखेरै हुन्छ नि एकदमै राम्रो लाग्यो त्यही भएर उसले त जति राम्रो गरोस् त्यति राम्रो होइन त्यस्तो त्यो हुँदैन अनि त्यसपछि कोही अरू ऱ्यापरहरूसँग चाहिँ हल्का कम्पिटिसन हुन्छ होइन अनि लिरिसिजमको केसमा चाहिँ डेफिनेटली किन भन्दाखेरि ऊ पनि ऱ्याप गर्छ म पनि ऱ्याप गर्छु उसले कडा ऱ्याप हान्यो भने यदि उसँगै गीत गर्नु पर्यो अथवा केही गर्नु पर्यो भने डेफिनेटली त्यतिखेर लेख्नै पर्यो होइन किनकि गीत कडा हुनुपर्छ भन्ने कुरा आउँछ होइन मलाई त्यस्तो खासै लाग्दैन मलाई नि खुसी नै लाग्छ होइन देख्दाखेरि दाइले गरिरहेको देख्दाखेरि होइन अनि त्यति बेला भेट्दाखेरि पनि कोही ऱ्यापरहरूको त पानी बारबार पनि हुन्छ नि होइन छ होइन कस्तो कोही ऱ्यापरहरूको चाहिँ फेरि पानी मारामार बारबार डिस भन्छ हामीले होइन डिस हुन्छ मेरो पनि भएको थियो अलिअलि भइ पनि रहेछ अहिले पनि तर अब म चाहिँ अब त्यसलाई त्यो नेगेटिभिटीलाई अझै बढी फिड गर्नुभन्दा पनि बरु भो अब कुनै तरिकाले त्यसलाई पोजिटिभ बनाउनेतिर चाहिँ सोचिरहेको छु त्यस्तो त्यो त्यसमा नजाने सबैको लागि भलो त्यही नै हुन्छ होला एज एन आर्टिस्ट एज एन अडियन्स सबैको लागि यो चाहिँ मेरो एल्बमको कभर आर्ट हो होइन अनि यो राख्नुको कारण यो त दाइ अब त्यही इन्सिडेन्ट हो त्यही हो दाइ अब हतकडी त 6-7 चोटि लगाइसक्यो होइन अहिलेसम्म तर त्यो चाहिँ अरू चाहिँ अन्डरग्राउन्ड एकचोटि चाहिँ सबलाई थाहा भएको हो होइन बजारमा हुन्छ नि टोलमा देशमा भनौँ न अब त्यही भएर हतकडी चाहिँ एकदम रिलेटेबल हो अनि ब्याकग्राउन्ड चाहिँ अब त्यो सिचुएसनमा आफूलाई कस्तो फिल भयो होला त ब्याकग्राउन्ड त्यस्तै भइदियो क्या दुनियाँ त्यस्तो हो दाइ त्यो के हो भन्न खोजा भात भुङ्ग आफू त्यहाँ अप्ठ्यारोमा परिरहेछ कहाँ राम्रो लाग्छ त होइन त्यस्तो त्यो खालको फिल र यसमा पनि दिएको छ त्यो प्यारेन्टल एडभाइजरी होइन एक्सप्लिसिट कन्टेन्ट हो भनेर त्यहाँ दिएको छ होइन त्यही हो दाइ अनि नाम चाहिँ अब सुपरस्टार भनेको छ अब यो चाहिँ मेरो ड्रिम सबको ड्रिम हो होइन सुपरस्टार हुन खोला मन लाग्दैन होइन दाइ त्यो ड्रिम बोकेको मान्छेको हातमा यो लागिरहेछ ड्रिममा यो छ भन्ने खालको एउटा मेसेज ओके सो यो चाहिँ अब रविन दाई आशिष दाई अनि म यो चाहिँ स्प्याडेक्स दाईको स्टुडियोमा अनि त्यसपछि यो चाहिँ हामीले मुभी नाका भन्ने मुभीको ओरिजिनल साउन्ड ट्र्याक त्यसको लागि हामी स्टुडियोमा गएको थियौँ रोहित दाईले मलाई बोलाएर ल भाइ लेट्स डु अन दिस प्रोजेक्ट भनेर बोलाउनु भएको थियो अनि त्यही आशिष दाई चाहिँ ठ्याक्क अर्कै प्रोजेक्टको लागि आउनु भएको रहेछ अनि त्यतिखेर ठ्याक्क भेट भयो क्या हामी पनि एउटा गर्दै थियौँ अनि त्यतिखेरको मोमेन्ट हो यो चाहिँ ओके कहिलेसम्म V10को गीत फिल्ममा चाहिँ हामीले नेपाली फिल्ममा कुनै दिन सुन्न पाउँछ सुनर लेटर टाइम लाग्छ काम भइरहेछ दाइ अब हुन्छ होला बिस्तारै हुँदैछ दाइ कामहरू पनि भइरहेछ हुन त कुराहरू होइन अनि हामीले नि अब हेर्नुपर्छ होइन कस्तो छ मुभी यताउता सबै थोक ओके अब पोलिटिकली एकदम करेक्ट हुनु पर्यो नि होइन त्यो भन्दा नि अब फिल आउनु पर्यो भन्ने कुरा कनेक्ट हुनु पर्यो आफूलाई भाइब्स आउनु पर्यो भन्ने कुरामा त्यसरी हुन्छ होला दाइ बिस्तारै यो हाम्रो साथी ब्लुज क्या ब्लुजको म्युजिक भिडियो सुट भइरहेको थियो त्यति बेला चाहिँ हामी सबैजना त्यहीँ थियौँ अनि त्यति बेला भिडियोमा क्यारेक्टरमा हो क्या क्यारेक्टरमा त्यो गेम खेल्दै थियो फुटबल क्यारेक्टरमा हो हेयरस्टाइलसँग निकै एक्सपेरिमेन्ट गर्छ है मलाई एकदम डिटेलली मन लाग्छ स्टाइल फ्यासनमा एकदम फ्यासन भएको हुनु पनि पर्यो नि दामी लाग्छ क्या स्टाइलहरू नयाँ स्टाइलहरूमा होइन तर टाइट जिन्स र डिङ्गोला भने चाहिँ लाउँदैन त्यस्तो त लाउनु हिपहपमा अलि लुक्स हिपहप आउनु पर्यो होइन नो नथिङ टाइट मलाई पनि अक्वर्ड लाग्छ म त बरु ट्राउजर्स अनि यत्तिकै उमै कम्फर्टेबल हुन्छ म धेरै त्यस्तो फ्यासन चाहिँ आई डोन्ट केयर अबाउट इट द्याट मच मलाई चाहिँ बरु मेरो म्युजिक मेरो लिरिक्सले चाहिँ एप्रिसिएट गरोस् जस्तो लाग्छ होइन तर नो टाइट प्यान्ट्स or no tight anything. No dingoes. No.